गुड मर्निङ तपाईँ यत्रो गाइज यो चाहिँ घोडेपारको बिहानको चलपहल हामी चाहिँ यहाँबाट अब अस्ट्रेलियाको बिहान जानको लागि गाडी कुदिरहेको अवस्था वेटिङ फर विथ माई फ्रेन्ड्स जाडो छ गाइज हजुर जबरदान गुड आफ्टरनुन गाइज आज चाहिँ हामी क्रोसियादेखि अस्ट्रियासम्मको यात्रामा छौँ। के छ त यात्रा कस्तो भइरहेछ? यात्रा एकदम बिन्दास भइरहेछ। मौसमले चाहिँ हल्का मौसम कस्तो छ? अलि जाडो छ बाहिर है। मौसमले चाहिँ अलिक डिस्टर्ब गरिरहेछ, नभए राम्रो छ। अलमोस्ट हामी चाहिँ 200 किलोमिटर चाहिँ ड्राइभ गरिसक्यो। आज अझै हामी 1 आवर बाँकी छ अस्ट्रिया पुग्नको लागि। बिच बाटोमा छौँ। नेपाली म्युजिकको साथमा आरामदायी यात्रा, नो टेन्सन। आरामदायी र भरपर्दो यात्रा। साथीहरू सुतिराख्नु भएको छ। के छ सर आज हाम्रो यात्रा कस्तो भइरहेछ? एकदम बबाल। कतिको जाडो चिसो कस्तो छ अवस्था? हिटर अझै घन्टा बाँकी छ हाम्रो यात्रामा। साथीहरू मस्त सुतिराख्नु भएको छ पछाडि। चुइगुम खाइदिउँ न यार, किन निन्द्रा लागेको भनेको चुइगुम नखाएर हो। यो चाहिँ हाम्रो यहाँ सबैभन्दा माथि Plaćajte brže nego ikad, parna postaja Philipsburg.
मेरो दुःखमा छोड्ने समाजमा मैले यो होइन पीडा छ मेरो आवाजमा कथा मुलो होइन नसुनाइ बसेको लाजमा आज म बिन्ती गर्छु माफी माग्छु बाबु मेरो माया गर्छ तँलाई धेरै तिमी टपली तिम्रो उति चोखो माया थाहा नपाइसु टोकै मुटु साथी छ तिमीसित जम्बरी माया गाँसिएछ साँच्ची चाहिँ पिपालु र बारा साथी छ पिपालु र बारा जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन दिए यो मन दिए यो तन दिए यो मन दिए तिमीलाई मायालु छोएर भर पिपलु भाकेर बर पिपलु मुटु भरि कता कता कुरा फुले जस्तो मनै भरि यता उता माया डुले जस्तो तिमी बर पिपलुमा सधैँ दया माया छहारी भई बस प्रितम शीतल तिम्रो छाया साक्षी छ है पिपलु र बारा साथी छ पिपलु र बारा जनम जनम वरदान नमस्ते गाइज आज चाहिँ हामी क्रोसियादेखिको अस्ट्रियाको भियनासम्मको यात्रामा अब हामी भियना लगभग आइसकेका छौँ देख्न सक्नुहुन्छ अगाडिको दृश्य आजको यात्रामा हामीलाई मनोरञ्जनका साथमा हाम्रो गुरु किरण दाईले चाहिँ रमाइलोको साथमा यात्रा गरेर भियना ल्याउनु भएको छ कस्तो लागिरहेको छ दाई आजको यात्रामा आजको यात्रा सबै ठिकै छ रमाइलो भयो रमाइलो छ तर यो मौसम अलिकति चिसो भएको कारणले हाम्रो यो यात्रामा भियना आइपुगेका छौँ साथमा आज हाम्रो काम चाहिँ नेपाल एम्बेसीमा रहनेछ काम सकिएपछि फेरि हामी आज फर्कनेछौँ साथमा 3 घन्टाको यात्रा रमाइलो भयो हामी हजुरहरूलाई अपडेट गरिरहन्छौँ पर्यो नि विदेशैमा बसेछ भनेर उतैतिर घर जाउँ भनेर हल्लै हल्लाको संसार आउँदैछु म माया नमार तिम्रो त्यो मायालाई रोगी घरमा गाएको लैलै लैबरी भाकालाई आउँदैछु म ल गाइज फाइनली हामी अस्ट्रियाको भियना अस्तव्यस्त सहरमा आइपुग्यौँ होइन त दाइ हजुर के छ यहाँको अवस्था बाहिरको दृश्य कस्तो छ दाइ हजुरलाई ड्राइभ गर्दा कतिको सहज भइरहेछ मैले भनेको सहजै भइरहेछ किनकि त्यति साह्रो ट्राफिक छैन ट्राफिक छैन
सिटमा पनि राम्रो भ्यू छ त्यो मौसमले हल्का अलिकति प्रब्लम भइरहेछ राम्रै छ अरू सबै दाइ के छ अनि रोड बाहिर हेर्दा ट्रेनको या मेट्रोको लिक पनि देखिन्छ यो मेट्रो पनि यही रोडमा हिँड्ने गाडी पनि यही रोडमा हिँड्ने यो पनि सम्भव छ है जाग्रेतको जस्तै रहेछ नेपालमा पूर्व पश्चिम केपी ओलीले भनेको रेल र यहाँको रेलमा कति फरक पाउनुभयो नेपालमा भनाइ मात्र भयो यहाँ भने रेलमा छ साँच्चीकै चाह्यो भने त हुने रहेछ नि त यी सर र यी रेल पनि कुदिरहेको छ होइन रेल भन्दा पनि यसलाई ट्राम मेट्रो भन्दा पनि मेट्रो ट्राम ट्रम ट्रम भन्छ नि त ट्रम भनिन्छ जस चाह्यो भने सम्भव रहेछ त्यो कुरो तर अति सुन्दर यो क्रोसियाको एम्बेसी बाहिरको दृश्य अति सुन्दर छ जाडो जाडो पनि छ है हाम्रो यात्रा रमाइलो भयो हामी अब केही समय यहाँ रहनेछौँ आफ्नो कामहरू सकाउनेछौँ सकाएर फेरि फर्किनेछौँ हामी यहाँको ट्राफिक रुल्स रेगुलेसनहरू एकदम व्यवस्थित छ है दाइ सिस्टम छ एउटा सिस्टम छ सबैले रुल्स फलो गर्छ भन्दै आजको यात्रा हामी यहीँ टुङ्गाउँदै हेभ अ गुड डे बाई बाई इन्जोय अल अफ यु गाइज माया गरिदिनु होला चिसो जाडो नेपाली साथीहरू हामी एमबिसीमा आएको काम सक्यो गुड मर्निङ दोबारदान साथीहरू यो चाहिँ अस्ट्रियाको भियनाको दृश्य हो हेर्नुहोस् जाडो जाडो छ मौसम चिसो चिसो छ बाहिर बट रमाइलो छ गुड मर्निङ नमस्ते साथीहरू यो चाहिँ अस्ट्रियाको भियनाको दृश्य हो हेर्न सक्नुहुन्छ अस्तव्यस्त सडक विकसित छ अस्ट्रियाको भियना इट्स भेरी कोल्ड हियर वेदर इज भेरी कोल्ड यु क्यान सी गाइज जाडो जाडो छ मौसम है बट इन्जोय भेरी नाइस भ्यू यु क्यान सी शनिबार पऱ्यो शनिबार आइतबार होला नि होइन हाम्रो आइतबार शनिबार हुँदैन कि म गाइज हामी चाहिँ अब भियनाबाट फर्क्यौँ फर्कने क्रममा अबको 4 घन्टामा त 3 घन्टामा त पुगिन्छ है हामी अलिकति जाग्रेत ल्याउनु भयो त्यो बनाउने ल्याउनु पर्थ्यो कि बोल्ने ल्याउनु पासपोर्ट लिएर खानासाना खाएर डिनर गरेर फर्क्यो फर्कने क्रममा एउटा भिडियो जे होस् राम्रोसँग फर्क्यो Thank you so much all of you for watching my vlog Dil Vlog 711 how is our vlog today please like share and subscribe my channel thank you so much all of you have a good day bye bye enjoy